रसुवामा बाढीको वितण्डा, प्रधानमन्त्री बालेनले जनताको ज्यान जोगाउन एकसाथ चाले 6 कदम। सेनादेखि निजी कम्पनीका हेलिकप्टर समेत राखियो स्ट्यान्ड बाई। बोलाइयो उच्च स्तरीय बैठक। रसुवा धादिङदेखि चितवनसम्मका जनताले आफू बस्नु र अरूलाई बचाउन सहयोग गर्नु नै पहिलो प्राथमिकता। यो विपत्तिमा सबैले आफ्नो तर्फबाट सकेको सहयोग गरौँ। तिब्बतबाट ओर्लिएर आएको भोटेकोसीको रोदन अहिले त्रिशुली हुँदै मुगलिन र चितवनसम्म पुगेको छ। रसुवा र नुवाकोटमा बाढीले भयानक वितण्डा मच्चाएको छ। नदी छेउका बजार बगेका छन्। जलविद्युत आयोजना, पुल, सडक र प्रहरी चौकीहरू क्षतविक्षत भएका छन्। यो घटना सामान्य बाढी होइन, यो भयानक राष्ट्रिय विपत्ति हो। तर यसपटक राज्य मूकदर्शक बनेको छैन। जनताको ज्यान जोगाउन प्रधानमन्त्री बालेनले विपदको खबर पाउन साथै राज्यका सम्पूर्ण संयन्त्रलाई युद्ध स्तरमा परिचालन गरेका छन्। उद्धारको लागि नेपाली सेना, सशस्त्र र नेपाली प्रहरीको फौज प्रभावित क्षेत्रतर्फ अघि बढिसकेको छ भने विपद व्यवस्थापन प्राधिकरणसँगै मेडिकल टिम, स्काउट र रेड क्रस ग्राउन्डमा खटिँदैछन्। घाइतेको उपचारका लागि थप एम्बुलेन्सहरू रसुवा जाँदैछन्।